फाइनल्ली लिभरपुलले प्रिमियर लिग 2024-25 को टाइटल जितेको छ है। 4 गेम खेल्नु अगावै 82 पोइन्ट सहित सेकेन्डमा भएको आर्सेनल भन्दा 15 पोइन्ट्स माथि रहेर लिभरपुलले प्रिमियर लिगको टाइटल जितेको हो है। अनि म लगायत विश्वभर भएका सबै लिभरपुल फ्यान्सहरूलाई एकदम 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 बधाई छ है। अनि सिजनको सुरुवातमा ओर्गेन क्लब जुन लेजेन्डरी म्यानेजर हुनुहुन्थ्यो लिभरपुलको है, उहाँले छोड्नु भएपछि डच म्यानेजर जुन चाहिँ पहिला फेनवुड क्लबमा चाहिँ म्यानेजर हुनुहुन्थ्यो है, उहाँ लिभरपुलको म्यानेजर हुनु भएपछि धेरैले के एक्सपेक्ट गरेका थिए भने धेरै फुटबल विज्ञहरू है, लेजेन्डरी प्लेयरहरूले के भनेका थिए भन्दाखेरि चाहिँ लिभरपुलले चाहिँ स्ट्रगल गर्नेछ हैन, प्रिमियर लिगमा टप 10 मा हुनको लागि स्ट्रगल गर्नेछ। अनि मैले कता कता सोशल मिडियाहरुमा हेरेको थिएँ है, आर्ने स्लट विल बी स्याक्ड, लिभरपुल विल स्ट्रगल टु गेट इन द टप 10 भनेर मैले कता कता त्यो अरु फुटबल फ्यान्सहरुले चाहिँ यसरी भनेको मैले देखेको थिएँ भिडियोहरु। अनि तर त्यो सबै कुरालाई चाहिँ रङ प्रुभ गरेर चाहिँ लिभरपुलको न्यू म्यानेजर आर्ने स्लटले चाहिँ आफ्नो पहिलो सिजनमै लिभरपुलको पहिलो सिजनमा नै लिभरपुललाई चाहिँ प्रिमियर लिग टाइटल जिताएको छ है। अनि यो तपाई हामी लिभरपुल फ्यान्सहरुलाई एकदम 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 खुसीको खबर हो है। कसैले एक्सपेक्ट गरेको थिएन टप 10 मा हुन पनि टप 5 मा हुन पनि गाह्रो छ भने धेरै फुटबल विज्ञहरूले बताएका थिए। तर लिभरपुलले चाहिँ आर्ने स्लटको नेतृत्वमा पहिला क्लबले छोड्नु भएको हैन, बनाउनु भएको टिमलाई चाहिँ आर्ने स्लटले म्यानेज गर्नुभयो र आफ्नो ट्याक्टिक्स लाउनु भएर चाहिँ लिभरपुललाई पहिलो सिजनमै प्रिमियर लिगको टाइटल जिताएको छ है। यो सँगै लिभरपुलको म्यानचेस्टर युनाइटेड सँगको 20 लिग टाइटलसँग बराबरी भएको छ लिभरपुलको। अनि लिभरपुलले 2 प्रिमियर लिग टाइटल जितेको छ भने लिग टाइटल चाहिँ पहिला 19 थियो भने म्यानचेस्टर युनाइटेडसँग 20-20 गरेर बराबरी भएको छ है। अनि यो चाहिँ एकदम 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 खुसीको खबर हो तपाई हामी लिभरपुल फ्यान्सहरुको लागि है। अनि यो सिजन चाहिँ हाम्रो राम्रै भयो है, एकदम कन्ट्रोलमा आर्ने स्लटले एकदम म्यानेज गर्नु भएर हैन, ट्याक्टिक्स लाउनु भएर लिभरपुलको सिजन चाहिँ कन्ट्रोलमा एकदम ब्यालेन्स तरिकाले गएको थियो है। राम्रो सुरुमै इप्सविच टाउनलाई 2-0 ले जितेर हाम्रो प्रिमियर लिगको सुरुवात भएको थियो लिभरपुलको है। अनि एकदम राम्ररी म्यानेज गर्नु भएर है, अनि बिचमा आएर लास्टमा आएर तपाईको हाम्रो एकदम ब्याड सिचुएसन आएको थियो, एकदम वर्स्ट सिचुएसन आएको थियो। हामी एफए कपबाट आउट भएका थियो है प्लेमथबाट। अनि त्यसपछि पीएसजीसँग हारेर चाहिँ क्वार्टर फाइनलबाटै हामी यो च्याम्पियन लिगबाट आउट भएका थियौँ। त्यसैगरी न्युक्यासलसँग कार्बो कपमा 2-1 ले हारेर कार्बो कपबाट पनि आउट भएका थियौँ है। अनि त्यस्तो ब्याड मोमेन्ट्सहरु आएको थियो, त्यसलाई हटाएर लास्टमा चाहिँ आएर आर्ने स्लटले लिभरपुललाई चाहिँ यसरी प्रिमियर लिगको टाइटल चाहिँ जिताइदिनु भएको छ। तपाई हामी सबैले आर्ने स्लटको लागि चाहिँ एकदम एप्रिसिएट गर्नुपर्छ है। लिभरपुल फ्यान्सहरुलाई एकदम 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 बधाई छ। अब अर्को सिजन पनि धेरै ट्रफीहरु जित्नुपर्छ। इजिप्सियन किङ मोहम्मद साला, सेन्टर ब्याक भ्यान डाइकले पनि न्यू कन्ट्र्याक्ट साइन गरिसकेको छ। अनि एलेक्जान्डर आर्नोल्ड चाहिँ अझै रियल म्याड्रिडमा जाने कि भन्ने त्यो भइरहेको छ कुराकानी है। आई होप आर्नोल्डले पनि त्यसलाई चाहिँ रियल म्याड्रिडकोलाई चाहिँ रिजेक्ट गरेर लिभरपुलमै बसोस्, अझै लिभरपुलबाट ट्रफी जितोस् भन्ने त्यो मेरो कामना छ है। सबैलाई एकदम 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 लिभरपुल फ्यान्सहरुलाई एकदम बधाई छ है। वी आर द च्याम्पियन्स of 2024-25
प्रिमियर लिग है। बधाई छ सबैलाई।